जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा सदा नमोस्तुते। ल बहिनीलाई टिका लाउन एकदम रहर गर्नुभयो। अब यहाँ दिदीको अब दिदी अब कहाँबाट पढ्नु भएको नर्सिङ बहिनीहरूले गुवाहाटीमै पढ्नु भएको। ल मैले अब अलिकति दक्षिणा दिनु पर्यो नि फेरि यो त दक्षिणा चाहिँ मेरो तर्फबाट है यो चाहिँ बाहिरको तर्फबाट होइन। ल यो दक्षिणा चाहिँ मेरो तर्फबाट हजुरलाई है। ल अर्को बहिनी आउनु त तपाईँ नाम्ने आमा जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा सदा नमोस्तुते। ल हजुर पनि यति राम्रै हुनुहुँदैछ सिस्टर। अनि अब म आफू तपाईँभन्दा अब दिदी हो म तपाईँ कति राम्रो देखिएको हाम्रो कान्छी ल यो चाहिँ है मैले ल जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा सदा नमोस्तुते। ल हाम्रो प्यारी बहिनी अनि अझै सेवा गर्नु भाइहरूको है। अनि कहाँबाट पढ्नु भएको? मैले त उता ए तपाईँ नानी हो बहिनी यो समात्नु त्यो समात्नु त यहाँ मैले मन्त्र बिर्सिन्छु है मन्त्र जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा सदा नमोस्तुते। ल बहिनी कहाँ पढ्नु भएको? शङ्करपुरबाट पढ्नु भएको। ल बिहानी बहिनीले देशको अझै सेवा गर्नु हाम्रो यो भाइहरूलाई छिटो निको पारेर पठाइदिनु घर है। अनि त्यसपछि गएर ल एउटा ल हजुर है त धन्यवाद। फोटो खिच्नु